साथीहरू यो चाहिँ मेरो मम्मीले हेर्नु न गाउँबाट यहाँनिर फिक्कलमा चाहिँ कति जाडो छ नि त अनि छोरीलाई चिसो हुन्छ भनेर होला मम्मीले घरदेखि दुःख गरेर टक्कसँगले साग दुईवरी पठाइदिएको छु है नधुनु त्यहाँ मैले मजाले धोएर पठाइदिएको छु भन्दै हुनुहुन्थ्यो। दुईवटा साग पठाइदिनु भएछ 2 मुठा। यहाँ चाहिँ कति महँगो पर्छ नि त किन्न पर्छ यति सागलाई त यहाँ त 200 जति पर्छ कि यति दुईवटा गरेर 200-300 पर्छ अनि मम्मीले दुई किन पठाइदिनु भएको मेरो मम्मीको माया। थ्याङ्क यू सो मच मम्मी। अनि यो चाहिँ कोइला यहाँ कति जाडो छ अनि यो घरमा कोइला बनाउनु भएर अनि मलाई यहाँनिर आगो बालेर ताप्नु भनेर रेलमा यहाँनिर त छैन क्या चिसो छ नि त लास्टै अब आगो बालिँदैन ग्यासमा पकाइन्छ अनि त्यही भएर यो चाहिँ मम्मीले मलाई कोइला आज भाइले लिएर आइदिएको थियो। अब यो कोइला बालेर ताप्ने हो। यहाँ त इलाममा त यो फिक्कलमा त साथीहरू कस्तो लास्टै टुसारो झरे जस्तो भएर चिसो छ। यति कोइला पठाइदिनु भएछ अलिक दिनको लागि अनि अलिक दिनमा फेरि मम्मीले ल्याइदिनुहुन्छ। मेरो भाइ बुहारी मम्मी बुबाहरू सबैजनालाई थ्याङ्क यू। कोइला पनि सल्काइम यस्तो तातो छ। यो चाहिँ साथीहरू के हो भने यो यस्तो यो के भन्छ यसलाई यो टिनको यस्तो बनाएर राख्यो भने चाहिँ छिट्टो कोइला सल्किन्छ क्या। यो चाहिँ आइडिया हो। यसले चाहिँ कस्तो छिटो कोइला सल्किन्छ अनि यो निकाल्यो भने फेरि हल्का हुन्छ यो राख्यो भने फेरि रातो भइहाल्छ क्या छिट्टो पच्छ क्या कोइलाहरू। कस्तो तातो भयो। थ्याङ्क यू सो मच मम्मी धेरै धेरै माया।